नमस्कार, स्वागत छ तपाईलाई आजको राशिफलमा। आउनुहोस् हेरौं 12 राशिहरूको आजको दिन कस्तो रहनेछ। आज 2082 साल असोज 21 गते मंगलबारको राशिफल यस्तो रहेको छ। पहिलो राशि मेष राशि। आजको दिन उत्साहले भरिएको छ। नयाँ काम सुरु गर्न साहस जुट्नेछ। साथीभाइको सहयोग पाइनेछ। तर निर्णय गर्दा हतार नगर्नुहोस्, योजना बनाएर अघि बढ्नुहोस्। वृष राशि। आर्थिक पक्ष मजबुत बन्ने संकेत छ। पुराना काम पूरा हुनेछन्, तर स्वास्थ्यमा सानो समस्या आउन सक्छ, ध्यान दिनुहोस्। प्रेम सम्बन्धमा खुसीको समय बित्नेछ। मिथुन राशि। आज मन अलिक अस्थिर रहन सक्छ। धेरै सोच्दा अवसर हराउन सक्छ। धेरै कुरा गर्नुभन्दा एउटा काममा ध्यान दिनुहोस्, सफलता पक्कै छ। प्रेममा मिठो क्षण आउन सक्छ। कर्कट राशि। परिवारसँग रमाइलो समय बित्ने अवसर मिल्नेछ। घर वा सम्पत्ति सम्बन्धी काममा लाभ मिल्ने संकेत छ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनुहोस्। सिंह राशि। आत्मविश्वास बढ्नेछ, तर अहंकारले समस्या दिन सक्छ। काममा अवसरहरू बढ्नेछन्, मान सम्मान पनि मिल्नेछ। प्रेममा रमाइलो संवाद हुन सक्छ। कन्या राशि। पुराना प्रयासहरू सफल बन्ने सम्भावना छ। अचानक धनलाभ हुने सम्भावना छ, तर अत्यधिक व्यस्तताले स्वास्थ्यमा असर गर्न सक्छ। तुला राशि। आजको दिन सन्तुलनको दिन हो। काम र परिवार बीच सन्तुलन राख्न सके ठूलो लाभ हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। वृश्चिक राशि। गोप्य योजना वा विचारलाई आज साझा नगर्नुहोस्। कर्ममा ध्यान दिनुहोस्, नतिजा आफै बोल्नेछ। प्रेममा गहिरो भावनात्मक क्षण आउन सक्छ। धनु राशि। दूरदृष्टि र सकारात्मक सोचले ठूलो फाइदा दिन सक्छ। विदेश वा अध्ययन सम्बन्धी काममा प्रगति हुनेछ। प्रेममा नयाँ सुरुवातको संकेत छ। मकर राशि। व्यवसाय वा नोकरीमा राम्रो अवसर आउन सक्छ। वरिष्ठ व्यक्तिको सहयोग पाइनेछ। आफ्नो क्षमतामा विश्वास राख्नुस्, सफलता नजिक छ। कुम्भ राशि। आज सामाजिक काममा सहभागिता बढ्नेछ। नयाँ मित्रता बन्नेछ, मान सम्मान पाइनेछ। प्रेममा नयाँ ऊर्जा महसुस हुनेछ। मीन राशि। भावनाले भन्दा पनि व्यावहारिक सोच आवश्यक छ। काममा नयाँ दिशा पाइनेछ, तर धैर्य जरुरी छ। प्रेममा रमाइलो क्षण र आत्मीयता बढ्नेछ। यो थियो आजको राशिफल। कुन राशि तपाईको हो र कस्तो भयो भनेर कमेन्टमा लेख्न नबिर्सनुहोस्। यस्तै दैनिक तपाईको राशिफल सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यो राशिफल एआईबाट प्रस्तुत गरिएको थियो। फेरि भोलिको राशिफल लिएर आउने बाचा गर्दै आज बिदा हुन चाहन्छु। तपाईहरूको दिन शुभ रहोस्। धन्यवाद।